गुराँसले ढकमक्क फुलेको रुखमुनि बसेर समय बिताउन मन भए यो भिडियो लास्टसम्म हेर्नु होला है त। हाई गाइज, माई नेम इज पल्लव एन्ड टुडे आइम सेयरिङ माई पुनिल आइटिनेरी विथ यु अल। आफूलाई चाहिने न्यानो लुगा प्याक गरेर ट्रिप टर्बो एपको थ्रु काठमाडौँ टु पोखरा जाने बस र पोखराको स्टे बुक गरी म निस्के डे वानमा पोखरातर्फ। अलि छिटो पुग्यो भने सनसेट हेर्दै कायाकिङ र बेलुकातिर लेक साइड नजिकैको आरती नै हेर्न भ्याइन्छ है। सेकेन्ड डे भने बिहानै हरिचोकबाट 1500 रुपियाँ तिरेर 3 घन्टाको जिप राइड पछि म पुगेँ बनठाटी, जहाँबाट हाम्रो ट्रेक सुरु हुँदो रहेछ। सानो खोल्सा झरना क्रस गर्दै म 1 घन्टामै नागेठाटी पुगेँ। नागेठाटीबाट गुराँस देखिन सुरु हुन्छ। जताततै लाली गुराँस फुलेको छ, इट्स सो ब्युटिफुल। अनि गुराँस नै गुराँसले भरिएको ट्रेल क्रस गर्दै लगभग 1.5 घन्टामै म पुगेँ घोरेपानी। अहिले एकदम प्याक सिजन हुने भएको भएर घोरेपानीको स्टे भने सकभर पहिले बुक गरेर गएको ठिक हुने रहेछ। प्याकेज कस्ट भने नर्मली 1200 टु 2000 सम्मको रेन्जमा थियो। नेक्स्ट डे बिहानै 4 बजे उठेर सनराइजको लागि भ्यू पोइन्टतिर लाग्यो। खासै राम्रो वेदर नभए नि माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी पनि अलिअलि देखिएकै थियो है। माथि भ्यू पोइन्टबाट फर्किँदा घोरेपानीमा भएको पार्कमा जानुभयो भने मेरो भिडियोमा देखिराख्नु हुने यो रुख भेट्टाउनुहुन्छ। र यो रुख भने चाहिँ हजुरहरू टाढा पानी जाने रुटतर्फ जानुभयो भने भेट्टाउनुहुन्छ। ओभरअल यो वर्ष पनि घोरेपानीमा एकदम धेरै गुराँस फुलेको भएर होला असाध्यै सुन्दर देखिएको छ। त्यही भएर यो भिडियो साथीहरूलाई सेयर गरिहाल्नु अनि घोरेपानी गएपछि मलाई आफ्नो स्टोरीमा ट्याग गर्न नबिर्सिनु है त, किनकि